यो बहिनीले त्यो बहिनीको मजाक उडाएको कि तारिफ गरेको एकैछिन उहाँकै मुखबाट यो कुरा सुनौँ त। म स्ट्रङ लेडी हो भनेर देखाइसकेपछि सामान पनि अलिकति राम्रो हुनु पर्यो। हाँसो पनि खतरा छ नि बहिनीको। ओखर सेम कालोवाला ओखरको याद आयो के। अनि मैले 3 चोटि हेरेँ। के भन्छ लास्टमा मलाई त टाउको दुखेर गोली दबाई पनि खाएको कि यहाँ काम हुनु भनेको त्यो उसको बोक्रा चाहिँ हत्तेरिका के भएर त्यस्तो। अब केटी भएर केटीकै खिल्ली उडाइस मजाक गरिस् भनेर भनेको छ होइन। मैले पनि बिचरा भन्ने चाहिँ भएको तर उसको कुराहरू सुन्दा त बिचरा खुसी रहेछ तर खुसी भएर देखाउने चिज राम्रो हुनु पर्थ्यो कि।